मान्य सदस्य स्थानीय निकायमा गएको रकमको 15% पनि खर्च भएको छैन, 85% दुरुपयोग भएको छ भनेर स्वयं प्रधानमन्त्रीले भन्नुभएको छ। तपाईँ के हेरिराख्नु भएको छ? टुङ्ग्यो मान्य सदस्य। मैले सक्न लागेँ सभामुख महोदय। सक्न लागेको त धेरै अघि हो मान्य सदस्य। अब त सक्नु पर्ने पो त। सभामुख महोदय, अब यति समय पछाडि बल्ल बल्ल यो प्रस्ताव पेश गर्नुपर्छ, 7 महिना। त्योभन्दा त बरु मलाई चाहिँ त्यो ढ्यापढ्यापैमै समय दिए भइहाल्थ्यो नि। मान्य सदस्य 10 मिनेटमा 2 मिनेट थपेर 12 मिनेट भन्ने हो भने बेग्लै कुरो छ। यो यति सार्वजनिक महत्त्वको म प्रस्ताव पेश गरिरहेको छु, मलाई 10 बाट 12 मिनेट जाँदा के हुन्छ सभामुख? मैले 12 मिनेट दिइसकेँ मान्य सभामुख सदस्य। महोदय, यो तपाईँ हामीले बनाएको नियम हो मान्य सदस्य। आधी मिनेटमा सभामुख सिद्ध्याउनुहोस्। महोदय कुन ठाउँमा चाहिँ भन्नुहोस् चाहिँ 10 मिनेटमा दिनुपर्छ भन्ने? यही कारणले गर्दाखेरि सभामुख महोदय मान्य सदस्य। संसद जहाँ बोल्न पाइँदैन, जहाँ आफ्नो कुरा राख्न पाइँदैन सभामुख। मान्य सदस्य टुङ्ग्याउनुहोस् अब। मैले सिद्ध्याएँ मान्य सदस्य। यही कारण म चाहिँ निवेदन गरिरहेको छु सभामुख महोदय। सिद्धियो अब मान्य सदस्य। तपाईँको प्रस्ताव पेश गर्नुहोस् मान्य सदस्य। म प्रस्ताव पेश गर्दिनँ सभामुख महोदय। मलाई जे कारबाही गर्नु छ गर्नुहोस्। मलाई 2 मिनेट पनि बात बोल्न दिनु, यति ठुलो घोषणा भनिदिएको सभामुख महोदय। कुन कानुनले मलाई 10 मिनेट भन्छ भन्नु? कुन नियमले मलाई 10 मिनेट भन्छ? संसदको नियमावली बमोजिम तपाईँलाई म दिइराखेको छु। तपाईँको यो व्यवहार नियम विपरीत छ मान्य सदस्य। त्यसैले तपाईँको अभिव्यक्तिलाई म संसदको रेकर्डबाट मेट्नलाई आदेश दिन्छु मान्य सदस्य। यही कारणले गर्दाखेरि आज संसद प्रभावहीन भइराखेको छ। तपाईँ आसन ग्रहण गर्नुहोस्। आजको हामी यो राप्रपा नेपालले यो संसदको बैठक बहिष्कार गर्छ सभामुख महोदय। मान्य सदस्य, प्रस्ताव प्रस्तुत गरेर दिएको समयभन्दा बढी समय लिएर मान्य सदस्य तपाईँलाई 2 मिनेट बढी समय दिएको छु। आफ्नो प्रस्ताव मान्य सदस्य यसरी व्यवहार नगर्नुहोस् मान्य सदस्य। आफ्नो आसन ग्रहण गर्नुहोस् मान्य। त्यसलाई के गर्नु? मान्य सदस्य, नियम बमोजिम परम्परा बमोजिम यो सम्पूर्ण भएको छ। तपाईँले जे गर्नुभएको छ त्यो बेठिक भएको छ, नियमको विपरीत भएको छ र तपाईँका सम्पूर्ण अभिव्यक्तिलाई संसदको रेकर्डबाट मेट्न म आदेश दिन्छु। तपाईँले आफ्नो प्रस्तावलाई बहिष्कार गर्दै हुनुहुन्छ मान्य सदस्य। मान्य सदस्य, मैले तपाईँलाई पर्याप्त समय बोल्न दिएको छु मान्य सदस्य। पर्याप्त समय दिएको छु, समयभन्दा 2 मिनेट बढी दिएको छु। तपाईँ आफ्नो आसन ग्रहण गर्नुहोस् मान्य सदस्य। मान्य सदस्य, तपाईँको व्यवहारबाट तपाईँ आफ्नो प्रस्तावमाथि छलफल गराउन चाहनुहुन्न भन्ने सन्देश जान्छ मान्य सदस्य। आसन ग्रहण गर्नुहोस् मान्य सदस्य। सभामुखले नियम बमोजिम, अभ्यास बमोजिम लाइन नकाटेर कसले तपाईँले काट्नुहुन्छ मान्य सदस्य? मान्य सदस्य, सभामुखले दिने हो। ऐन महरलाई 1 मिनेट समय दिन्छु। 1 मिनेटमा आफ्नो कुरा राख्नुहोस्। 1 मिनेटमा आफ्नो कुरा राख्नुहोस्। 1 मिनेटमा हुँदैन सभामुख महोदय। 1 मिनेटमा सकिँदैन, 1 मिनेट बोल्दिन म। 1 मिनेट बोल्न सकिँदैन। मान्य सदस्य आर्यन लाईलाई समय दिन्छु। 1 मिनेटमा आफ्नो कुरा राख्नुहोस्। 1 मिनेटमा सकिँदैन सभामुख महोदय। यसमा समय मान्य सदस्य युवराज दुलाललाई समय दिन्छु। 1 मिनेटमा आफ्नो कुरा राख्नुहोस्। यहाँ हाम्रो प्रतिपक्षका आवाजलाई कुण्ठित गर्ने, दबाउने कोसिस भयो नि सभामुख महोदय। नीति तथा कार्यक्रमको मान्य सदस्यले समय माग्नुभयो। मैले मान्य सदस्यहरूलाई समय पालैसँग दिन कोसिस गरेँ। मान्य सदस्यहरूले सभामुखले दिएको समय मान्नु भएन। त्यसकारणले मान्य सदस्यहरूले सभामुखले दिएको समय नमान्ने, मान्य सदस्यहरूले समय माग्ने, सभामुखले समय दिँदा त्यो समय लिन्न भन्ने, यो चाहिँ मर्यादाभित्रै रहेका छौँ मान्य सदस्यहरू। मान्य सदस्य, यहाँहरूले के बोल्नुहुन्छ भन्ने कुरा
सचेत पनि छौँ यो सदन र यो चाहिँ संसद स्थापना गर्नका लागि हामीले रगत पसिना बलिदान गरेका छौँ। त्यस कारण यसको गरिमा र मर्यादाप्रति हामी बडो सचेत र यसप्रति संयमित छौँ सभामुख। त्यस कारण सभामुख महोदयबाट पटक पटक मर्यादाका कुरा जो गरिनु भएको छ एकपटक सभामुख महोदयलाई आफ्नो विषयमा जान पनि म अनुरोध गर्न चाहन्छु। हामी मान्य सदस्यलाई मैले समय नै दिएको छैन, माइक पनि दिएको छैन। मान्य सदस्य एकहोरो बोलिरहनु भएको छ। यो चाहिँ मर्यादामै छ। मान्य सदस्य ऐन महरलाई मान्य सदस्य ऐन महरलाई म समय दिन चाहन्छु। मान्य सदस्य ऐन महरले कति घण्टा समय माग्नुहुन्छ? मान्य सदस्य ऐन महरलाई मैले दिएको समय जब तपाईँलाई सभामुखले दिएको समय तपाईँलाई स्वीकार्य छैन भने अब तपाईँले भन्नुहोस् कति समय दिउँ? अब सबै मान्य सदस्यहरूले सभा हलबाट मागेको अनुसार समय दिएर सभा चल्छ। मान्य सदस्य धन्यवाद। मान्य सदस्यले कुरा बुझिदिनु भयो। सभामुखले जान्ने कुरा हो। सभामुखले 1 मिनट समय दिएको छ, बोल्नुहोस्। मैले घन्टा मागेको होइन नि, 1 मिनट ठाउँमा 5 मिनट मागेको सभामुखज्यू। त्यसकारण 5 मिनट समय उपलब्ध गराइयोस्। हामी आफ्ना कुरा राख्छौँ। अरू मान्यज्यूहरूले पनि राख्नुहुन्छ। विषय गम्भीर छ, विषय अत्यन्त अरू मान्य सदस्यले राख्नुहुन्छ या राख्नुहुन्न? मान्य सदस्य यहाँलाई त्यो विषयमा पनि यहाँ मर्यादाबाट बाहिर गइराख्नु भएको छ। मान्य सदस्यलाई म मान्य सदस्य ऐन बहादुर महरलाई म 3 मिनट समय दिन्छु। 3 मिनटभित्र आफ्नो कुरा राख्नुहोस्। अन्य मान्य सदस्यहरू बस्नुहोस्। सभामुख महोदय धन्यवाद।